हेलो एभ्रिवान वेलकम टु माई च्यानल वेलकम ब्याक टु माई भ्लग। यो चाहिँ मेरो ट्राभल भ्लग सेकेन्ड टाइम हो, तर ट्राभल भ्लगमा भोइस ओभर चाहिँ मेरो फर्स्ट टाइम हो। योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले म्युजिकमा हालेको थिएँ, किनकि म भोइस ओभरमा त्यति धेरै युज टु भइसकेको थिइनँ। मलाई एकदमै धेरै लाज लाग्थ्यो। अहिले भने म अलिअलि भोइस ओभर गर्न थालेको छु, सबैजनालाई थाहा छँदैछ। वाइ नट एकचोटि ट्राभल भ्लगमा पनि आफ्नो भोइस ओभर दिउँ न त, कस्तो हुँदो रहेछ भनेर ट्राई गर्न मन लाग्यो। होप यु गाइज विल लाइक इट। आजको हाम्रो यात्रा रहेको छ भेटारसम्मको। जाडो त यहाँ पनि जाडै छ, चिसो खानको लागि त गएको होइन। र पनि यो चाहिँ हाम्रो एनिभर्सरी स्पेसल ट्राभल भन्दा पनि हुन्छ। हाम्रो एनिभर्सरी चाहिँ 8 गते हो, तर छुट्टी धेरै लिनुपर्ने भएको कारणले शुक्रबार शनिबार मिलाएर हामी गएको थियौँ। भोइस ओभर गर्ने टाइम नमिलेर चाहिँ आज मात्रै गरेको मैले सबै थोक। सो हाम्रो यात्रा चाहिँ सुरु भएको थियो घरबाट। हामी घरबाट निस्किँदा चाहिँ 2जना मात्र निस्केको थियौँ, तर हामी जानेवाला चाहिँ 4जना थियौँ। घरदेखि निस्किएर बिरतामोडसम्म त एकदमै सजिलो बाटो छ, तर त्यहाँदेखि चाहिँ बाटो एकदमै धेरै खत्तम छ। सबैजना थाहा छँदैछ, अहिले बाटो सबैतिर बनाइरहेको छ। काहीँ काहीँ राम्रो छ, काहीँ काहीँ कच्ची छ, एकदमै धेरै धुलो। अहिले मेकअप गरेर हिँड्ने त झन् समय नै छैन, सबै धुलोले नै बिगारिदिन्छ। फ्रीको पाउडर लगाएको भन्दा नि हुन्छ, त्यस्तो डेन्जर हुन्छ धुलो। कपालदेखि लिएर परेला आँखी भोक काहीँ पनि खाली हुँदैन धुलोले। कालो लुगा लगाएर हिँड्यो भने झन् सबै सेतो हुन्छ। घुम्न जान मन लागेपछि त अब त्यति त सहनै पर्यो। धुलो खाँदै, गीत सुन्दै, गफ गर्दै, यसरी नाच्दै हाँस्दै हामी जाँदै थियौँ। यसरी गफ गर्दा गर्दै चाहिँ बाटो रमाइलो गरी गर्छ, गीत गाउँदै। हामी सधैँ हिँड्दाखेरि फेरि गफ चाहिँ आइहाल्छ क्या, के गफ आउँछ थाहा छैन, तर 2जनाको गफ चाहिँ एकदमै नै हुन्छ। माईमा हामी ढुक्दै 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 हिँड्यौँ। यो चाहिँ माई खोलाको पुल हो। काहीँ काहीँ चाहिँ बाटोहरू पिच हुन थालिसकेको छ। यो बाटो पिच भएको ठाउँमा चाहिँ एकदमै बाटो ठुलो फराकिलो, हिँड्नलाई सजिलो भएको छ। दुःखपछि सुख त अवश्य नै आउँछ। अब केही वर्ष चाहिँ हामीले दुःख गऱ्यौँ भने त्यसपछि भने हामीलाई हिँड्न एकदमै धेरै सजिलो हुनेछ। बाटो त्यति धेरै फराकिलो। त्यस्तै धुलो खाँदा खाँदै खाँदा खाँदै हामी दमक पुग्यौँ। यो चाहिँ दमकको बजार हो, मेन चोक हो। दमकमा चाहिँ एउटा फ्लाइओभर पनि छ। फ्लाइओभर भन्दा पनि ओभरहेड ब्रिज भन्दा चाहिँ ठिक हुन्छ होला यसलाई। यो चाहिँ पहिला म बसेको ठाउँ ताराबारी हो भनेर यसो यताउता देखाउँदैछु। म 3 वर्ष कलेज पढेको हो त्यहाँनिर, एज चाहिँ मदन भण्डारी। अनि अघि भनेको 4जनामा 2जना चाहिँ उहाँहरू नै हो, मेरो दादा भाउजू। यो चाहिँ हामी दिदीकोमा भेट भएको, मेरो फुपूको छोरी। उहाँको घर छ उर्लाबारीमा। यो बाटो हिँड्दाखेरि दिदीको हातको चिया छुटाउने त कुरै छैन, यस्तो मिठो चिया बनाउनुहुन्छ। दिदीको हातको मिठो चिया खाएर हामी त्यहाँबाट निस्क्यौँ। अघिको धुलोले एकदमै हालत खराब गरेको थियो, त्यही भएर मैले दिदीकोबाट चाहिँ आफूले आफूलाई पुरै कभर गरेर जाने सोचेर आफूलाई फुल कभर गरेँ। यति गरिसकेपछि भने चाहिँ बल्ल अलिक सजिलो भएको थियो, नत्र भने त धुलोहरू सबै मुखभित्र जाने। अनि पुरै उहाँ त त्यहीँनिर रुगामर्की लाग्छ जस्तै भइसकेको थियो। यति भएपछि अलिक सेफ्टी फिल गरेँ आफूले आफैलाई। कुरा गरौँ कुरैको दुःख भने यस्तै हो, कति कुरा गर्नु है यो धुलोको। सबैजनालाई थाहा छँदैछ अहिले बाटोको अवस्था नै यस्तै छ भनेर। हुन त यो सबै पछि हाम्रै सजिलोको लागि गरेको हो। अहिले दुःख गरौँ, पछि राम्रो फल भोगौँ, त्यसै भन्दै चित्त बुझाउँदै अघि बढौँ। फाइनल्ली यो चाहिँ इटरीको बुढी खोला आइपुग्यौँ हामी। इटरीदेखि उता लागेपछि त राम्रो बाटो छ भन्ने सोचेर यति धेरै खुसी लागिरहेको थियो, यति धेरै खुसी लागिरहेको थियो, शब्दमा बयान गर्ने ठाउँै छैन। किन होला है, इटरीमा चाहिँ एकदमै धेरै गाडी भिड हुन्छ। प्रायः जसो सधैँ हिँड्दाखेरि नोटिस गर्छु इटरीमा चाहिँ अलिक गाडीहरू भिड नै भएको जस्तो लाग्छ मलाई। यो चाहिँ इटरीको चोक हो। यहाँ माथि यति राम्रो मूर्ति बनाएको थियो, यति राम्रो मूर्ति बनाएको थियो, तर जेनजीको आन्दोलनले सबै नै भत्काइदियो। अनि बिचमा रोकेको ठाउँमा चाहिँ मैले उहाँलाई यसरी सर्भिस पनि दिन्छु, औला पड्काउने, जिउ थिचिदिने। ओहो। त्यसपछि इटरीमा रहेको रोल्स एन्ड बन्समा गयौँ हामी किमा नुडल्स खानको लागि। यो चाहिँ मेरो भाउजूको चोइस रहेको थियो, उहाँले घरबाटै हिँड्दाखेरि प्लान गरिसक्नु भएको थियो त्यहाँनिर किमा नुडल्स खाने भनेर। अर्डर गरेको केही छिनमै किमा नुडल्स चाहिँ आइहाल्यो। र मैले चाहिँ किमा नुडल्स खाएको थियौँ भने मेरो दादा र मेरो श्रीमानले चाहिँ चाउमिन खानुभएको थियो, तर चाउमिन अर्डर गरेको 1 घन्टापछि मात्रै आएको थियो। त्यही रिसमा होला मैले चाउमिनको भिडियो पनि गर्न बिर्सेँ। त्यहाँबाट खाजा खाएर हामी निस्किसकेपछि लाग्यौँ धरानतर्फ। ओहो, यो बाटोमा त किन आफूले आफूलाई कभर गर्ने र भनेर मैले मेरो आफ्नो सबै राम्रो अनुहारहरू देखाएर भिडियो गर्दै 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 धरानको सरररररर चिल्लो
उकालो बाटोमा एकदम मजा लिँदै हिँडिरहेको थियौँ। अनि बुढाबुढी हिँडेपछि हाम्रो यतिको नाटक चाहिँ सधैँ हुन्छ क्या, घरिघरि के भिडियो, हातको भिडियो, खुट्टाको भिडियो, यस्तो नाटक त गर्नै पऱ्यो। अब यो भिडियोहरूलाई पनि म सेपरेटली टिकटकबाट एडिट गरेर हाल्ने नै छु। यति लामो बाटो पार गरेर आइसकेपछि बल्ल भने अब चाहिँ मलाई पुगिन लाग्यो है, अब चाहिँ नजिकै छौँ है भन्ने जस्तो आवाज आइरहेको थियो। बिहान 11 बजीदेखि ट्राभल गर्दा गर्दा एकदम थकाइ पनि लागिसकेको थियो। हिँड्न पनि मनपर्ने, घुम्न पनि मनपर्ने, तर थकाइ भने चाहिँ एकदमै धेरै छिट्टै लागिहाल्छ मलाई चाहिँ। धरान जाने बाटोमा बिचमा एउटा मन्दिर पनि रहेछ, के मन्दिर हो चाहिँ थाहा भएन। त्यस्तै गरी हामी जाँदा जाँदै अब चाहिँ धरान पुग्नै लागिसकेको थियौँ। मेरो भाउजू र म चाहिँ फेरि उस्तै हो क्या, हामीलाई बाटोभरि भिडियो बनाउँदै भाउजू पनि ब्लग गर्ने भन्दै हुन्थ्यो। सायद भाउजूले पनि ब्लग बनाउँदै भोइस ओभर गर्न बाँकी छ होला। हामी चाहिँ धरानमा एकछिन रेस्ट गर्ने सोच्यौँ। त्यहाँ धरानको एकदम आलु निम्की फेमस छ भनेर आलु निम्की खाने भनेर हामी एकछिन उत्रौँ। वरिपरि धरान हेऱ्यौँ, घुम्यौँ, एकछिन रिफ्रेस भयौँ। त्यसपछि थाल्यौँ हामी चटपटे खोज्नको लागि आलु निम्की। फाइनल्ली एउटा दाइको ठेला भेट्यौँ र आलु निम्की 4जनाले अर्डर गरेर बस्यौँ। मेरो चाहिँ फर्स्ट टाइम हो यो धरानको आलु निम्की मैले ट्राई गरेको। म चाहिँ अलिक धेरै पिरो खाने भएको भएर 3जनाकोमा भन्दा मलाई चाहिँ एक्स्ट्रा अरू पिरो हालिदिनु है भनेर अर्डर गरेर बसिसकेको थिएँ। फाइनल्ली हाम्रो आलु निम्की आइसकेको थियो। मैले चाहिँ पारै सबैजनालाई सोध्दै थिएँ कस्तो लाग्यो त धरानको फेमस आलु निम्की भनेर। सबैजनाको रिभ्यू एकदमै राम्रो थियो, सबैजनालाई एकदमै धेरै मिठो लाग्यो अरे। साँच्चै नै अरूले भने जस्तै मलाई पनि एकदमै मिठो लागेको थियो। त्यसपछि हामीले त्यहाँनिर नयाँ डिस देख्यौँ। अनि दाइलाई हामीले सोध्यौँ यो के हो भनेर। त्यो चाहिँ दही बडा रहेछ। नयाँ नाम सुनेर हामीलाई फेरि टेस्ट गर्न मन लागिहाल्यो भाउजू र मलाई। जबरजस्ती 2जनाको जबरजस्तीले नै हामीले 1 प्लेट अर्डर गऱ्यौँ। मेरो दादा र मेरो श्रीमानले चाहिँ थोरै खानुभयो। भाउजू र मलाई चाहिँ एकदम मिठो लागेर हामीले खायौँ। दाइले चाहिँ भिडियो नबनाउनु न अहिले भन्दै हुन्थ्यो, तर पनि त्यति सजिलै मान्ने भए त किन यस्तो हुन्थ्यो र। दाइ आफ्नै तरिकाले बनाइरहनु भएको थियो। मैले दाइले चाल नपाइकन दाइको अनुहार चाहिँ लुकाएर मैले भिडियो बनाइरहेको थिएँ। एकदमै मलाई यो डिस पनि मलाई एकदमै मन परेको थियो धरानको। अब चाहिँ बेला भइसकेको थियो उकालो चढ्ने, त्यही भएर हामीले स्कुटीको ब्रेक कस्यौँ अनि लाग्यौँ सरररररर हाम्रो डेस्टिनेसनतर्फ। अब भने चाहिँ अलिक बेलुका साँझ जस्तो पनि पर्न लागिसकेको थियो। एकदमै चिसो पनि भइसकेको थियो। त्यही भएर हामी 2जनाले भुके ज्याकेट लगाएर लाग्यौँ। एकदम घुमाउरो बाटो टर्निङको मजा लिँदै हामी गइरहेको थियौँ। तर घाम अस्ताउने बेला चाहिँ भइसकेको थियो, साँझ परिसकेको थियो। हामी त्यही भएर बिस्तारी नै जाँदै थियौँ। बाइकमा हिँड्दा यस्तै हुने, घरिको अगाडि घरिको पिछाडि, अगाडि पिछाडि हुँदै सँगै भिडियो चाहिँ लिनै नमिल्ने। बाइकमा चाहिँ अलिक गाह्रो नै हुने। आधी बाटो पुग्दा ओर्दा त एकदम धमक्कै जस्तो नै भइसकेको थियो। बाटोमा रहेका होटलहरूमा एकदम झिलिमिली बत्तीहरू बाल्न थालिसकेका थिए। एकदम रमाइलो दृश्य देखिरहेको थियो त्यो पनि। एक मनले त भन्दै थियो त्यो झिलिमिली हेर्दाखेरि यतै बसौँ कि क्या हो भनेर, तर होइन, हामी त हिँडेको थियौँ भेटारदेखि पनि अझै माथि नाम्चे थुम्की भन्ने ठाउँ हिँडेको थियौँ हामी चाहिँ। त्यही भएर त्यो सबै झिलिमिलीहरूलाई पछाडि छोड्दै हामी आफ्नो गन्तव्यतर्फ अगाडि बढिरहेको थियौँ। तर चिसो भने चाहिँ एकदमै भएको थियो। टाउकोदेखि नै सबै चिसो छिरिरहेको थियो। मैले सबै सलले टाउको गुमुक्क छोपेँ। फाइनल्ली हामी नजिक भएको बेलामा मैले भिडियो लिइहालेँ। भेटा जाने बाटोमा चाहिँ निकै ठाउँमा छ क्या यस्तो। अब भने चाहिँ निकै नै रात परिसकेको थियो। सबै गाडीहरूले आफ्नो लाइट बालेर हिँड्न थालिसकेका थिए। पाहाडको बाटो यस्तो राति हिँड्दा चाहिँ मलाई कता डर पनि लागिरहेको थियो। डर, जाडो, एक्साइटमेन्टका साथ हामी अघि बढिरहेको थियौँ। मलाई चाहिँ लाग्दै थियो हामी सिधा यो बाटो जान्छौँ भनेर, तर होइन रहेछ, यो त एउटा रिसोर्ट जाने बाटो रहेछ। त्यसलाई छोडेर हामी यता हिँड्यौँ। हेर्नु घाम अस्ताएको कस्तो दामी देखिएको थियो दृश्य। सो फाइनली हामी भेलिटार पुग्यौँ। त्यो बोर्ड चाहिँ मैले खिच्न छुटाइसकेको थिएँ, हामी अगाडि गइसकेको थियौँ। तर मेरो भ्लगकै लागि भनेर मेरो श्रीमानले फेरि फर्काएर लानु भएर मैले त्यो बोर्ड खिच्न पाएको हो। यति राति पनि भेलिटार बजार चाहिँ कस्तो झिलिमिली हो क्या, सबैतिर उज्यालो, बजारहरू पनि सबै खुल्ला, पसलहरू पनि सबै खुल्ला। त्यहाँ पुगेर हामीले सल्लाह गऱ्यौँ यहीँ बस्ने कि माथि जाने भनेर। चारैजनाको सल्लाह अनुसार हामी भेलिटारलाई छोडेर थुम्की जाने निर्णय लियौँ।
भेटारदेखि 15-20 मिनटको अफ रोड हुँदै हामी थुम्की पुगेको थियौँ। तर यो बाटो चाहिँ एकदम मैले बनाउने क्रममा रहेछ। सायद धेरैजना मान्छेहरू अहिले भेटारभन्दा थुम्की नाम चाहिँ जान रुचाउने भएर होला। थुम्की पुगिसकेपछि हामीले त्यो होमस्टेको अङ्कललाई कल गऱ्यौँ र त्यहाँबाट चाहिँ थोरै हिँडेर तल जानुपर्ने रहेछ। थोरै भन्दा पनि निकै नै हिँड्नु परेको थियो। हामी उकालो ओह्रालो नहिँडेको मान्छेलाई चाहिँ एकदमै गाह्रो यस्तो बाटो हिँड्नको लागि। यो बेला पनि कति राम्रो राम्रो सयपत्री फुलहरू फुलेको त्यहाँ। बाटो पनि अलिक अप्ठ्यारो नै लागिरहेको थियो। सायद राति भएर पनि होला, गलेको भएर पनि होला। त्यही पनि सबै झोलाहरू बोकेर हामी लाग्यौँ होमस्टेतर्फ। फाइनल्ली हामी चाहिँ हाम्रो होमस्टे पुग्यौँ र आफ्नो झोलाहरू बिसाएर एकछिन थकाइ माऱ्यौँ। त्यसपछि हामीले लेमन टी खाने निर्णय गऱ्यौँ। अनि भेरेटार कलिङ भन्ने भिडियो त बनाउनु बिर्सेछ अगाडि त, तर त्यहीँ पुगेर भए पनि हामीले भेरेटार कलिङ भनेर भिडियो बनायौँ टिकटक एउटा। त्यसपछि खाना खाने बेला भयो हाम्रो। हामीले चाहिँ भेज खाना खाएको थियौँ किनकि एकछिनपछि बार्बिक्यू गर्नेवाला नै थियौँ हामी। खाना खाइसकेपछि अङ्कलले आगो बालिदिनु भयो, तात्यौँ। ओहो कति धेरै न्यानो भएको थियो। त्यसपछि हाम्रो बार्बिक्यू सुरु भयो। बार्बिक्यू गर्दै नाच्दै खाँदै। पहिला त मेरो बुढा त्यस्तो नाच्नुहुन्न थियो, त्यस्तो भन्दा पनि नाच्दै ननाच्ने मान्छे हो, तर आजकल चाहिँ नाच्न थाल्नुभएको छ र मलाई एकदमै खुसी लाग्छ। उसँग एकदमै भाइब्स मिले जस्तो फिल हुन्छ। त्यस्तो चिसोमा नाचेर भए पनि जिउ त तताउनु पर्ने नै थियो। यो चाहिँ फेरि मेरो नाटक नै हो। यस्तो नाटकहरू मलाई धेरै नै आइरहन्छ। सो यसरी हामी रमाइलो गरी भेरेटार पुग्यौँ। भेरेटारमा के गऱ्यौँ भनेर पनि मैले भनिहालेँ। सो यो चाहिँ एउटा गुड नाइट स्न्याप हो। ओके बाई एभ्रिवान, सी यू इन द नेक्स्ट भ्लग।